त्यही भएर अब हामीलाई लास्ट दामीलाई मलाई म त आज गरेर सोध्छु उहाँले के गर्नुभयो अनि त्यसपछि हाम्रो लास्ट दामीलाई त्यही खुसी भएर हामीले हजुरको लागि एउटा सुभिनियर जस्तो हाम्रो तर्फबाट ल्याइदिएको छौँ हलुकाबाट हलुका हाम्रो गिफ्ट आएको छ ओहो यो सबै यो बनाउने हाम्रो यो छ सब बनाउने हलुकाबाट हो काठ हलुका नेपाली प्रडक्ट अल नेपाली प्रडक्ट एभ्रिथिङ इन नेपाल होइन त खोल्नै पर्छ फेरि ईश्वर चाहँदैन घरै जाँदैन फेरि कसैले नदेखाएछ म क्यामेरामा तर हाम्रो जादु चाहिँ के भन्दाखेरि यो यसको रियल गिफ्ट चाहिँ तपाईँको घर गइसकेको छ यहाँ कागज मात्रै हो भनिदिनु रिसिभ जादु फोनहरू सध्नु त घरमा छोरालाई होला कसरी खोलौँ न के छ के बनाएर ल्याएको छ हेरौँ न रातोवाला चाहिँ स्पेसिफिक तपाईँको लागि के होला मेरो लागि हो अरू चाहिँ हाम्रै लोगो होला हाम्रै प्रमोसन होला एउटा मेन चाहिँ त्यो पहिला यो हलुका चाहिँ खोलौँ दुईटै हलुका छ के छ त्यसको ब्रान्डको क्वालिटी नै त्यही बेस्ट क्वालिटी ओहो ल क्यु हेर त्यो चाहिँ पैसा हालिदिनु पर्यो हामीलाई पैसा हालिदिनु पर्यो यो सामानको पैसा बिल पठाउँछ यहाँ जादु पनि देखा भन्ने भरे पैसा नि हाल भन्ने क्या हो ओ माई गड भन्ने छ यसलाई पस्दा यो मोबाइल होल्डर यो चाहिँ मोबाइल होल्डर हो त ठिक कसरी होल्डर मेरो हुँदैन होला त्यो अट्दैन जस्तो लाग्यो अट्छ त्यो चाहिँ त्यसरी मैले अघि थाहा थिएन मैले फर्स्ट टाइम देखेँ साइको भएर यसरी पो रहेछ भनेर ट्याक 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 यसरी त्यसरी होइन त त्यसरी रहेछ अर्को तरिका रहेछ क्या यस्तो यो साइडबाट यसरी हालिदिनु भने यसलाई साइडबाट ल यस्तो रहेछ क्या तरिका मैले आज थाहा पाइरहेको छु अघि यहाँ राखेको देखेर सिम्पल मोबाइल यो छ अर्को पनि हेर्नुहोस् ए भनेपछि गाडीको किमा ट्याक हाल्यो हलुका छ क्या तपाईँको त्यो साँचोको त्यो हाउसिङ बिगारिदिँदैन क्या तपाईँले अरू कुनै किनिङ हेभी हुन्छ नि त ए त्यहाँ त्यो अघि राख के 28 लगा के राख म पनि यही मैले पनि भर देखेको आज दाइ थाहा छैन मलाई यसरी अडाउने हो भनेर त्यो एउटा छ अर्को पनि दामी दामी रहेछ ल थ्याङ्क यू हलुका थ्याङ्क यू हल्का रे हल्का हलुका हलुका हल्का क्या दाइ म जादु गरिदिउँ म भनिदिउँ त्यहाँभित्र के छ त्यहाँभित्र हेर्नु है पाउनुहोस् चिलपिलको किरिङ होला चिलपिलको किरिङ छ हो दाइ ढुक्कै त्यहाँ हेर्नुहोस् भने तपाईँले एउटा चिलपिल लेखेको किरिङ भेट्नुहुन्छ फेरि के गरिदिन्छ यार के हो यो त्यो क्युआर घर एकचोटि स्क्यान गर्नु थाहा पाउनुहुन्छ के हो भनेर अनि यस्तो हो अघि भन्यो मान्नु भएन फेरि दोस्रोचोटि हामीले रिक्वेस्ट गरेर पैसा त उठाइसक्नु पऱ्यो नि ल हेर्नु जादु चिलपिलको किरिङ जादु हामी पनि जादुगर भइसक्यौँ अब मेन वाट इज इन द मेन त अब रातोमा के छ दाइ रातोमा के छ त्यो चाहिँ जादु होइन गर्न सक्दैन नि त त्यो चाहिँ हो तर म भनिदिन सक्छु त्यसमा तर हजुरको फोटो हुने चान्सेस धेरै छ त्यहाँ तर होइन त्यहाँ मेरो फोटो छ दाइ हलुका थाहा भएको छैन अब त्यो सिटमा बसेपछि मान्छे पागल हुने हो क्या इट इज द प्रब्लम अफ द सिट अघिदेखि म यहाँ बसेर बोलेकै छैन म त पैसा तिर्न सक्दिनँ ल तेस्रोचोटि पनि मान्नु भएन ठिक छ ल थ्याङ्क यू सो मच के ल्याएको मेरो त नि जादु यो त ल सर अघि मैले के अरे म्याजिक गराएर 3टा कार्डको म्याजिक देखाएर यहाँ आएछ त नि ल फेरि ठ्याक्कै त्यही कसरी भयो तिमीले त यतिकै हो भनेको ए साइक हान्दिन मलाई त 3टा हेर्न ल देखाएँ ल यहाँनिर मैले म्याजिक 3 मोन्टी भन्छ यसलाई 3 मोन्टी टाइमिङ त दामी हो ल एउटा चाहिँ भित्रभित्र मिलेर गरेछ नि गाइजहरू थाहा छैन मैले देखेको थिएँ होइन दामी छ दामी दामी थ्याङ्क यू सो मच यो चाहिँ यहाँनिर चाहिँ मैले अघि 3 कार्डको 3टा कार्डको आएछ मिसी बाचा एकै रहेछ मिसी बाचा एकै छ फेरि मिसी पनि बिचमै छ फेरि त्यहाँ चाहिँ मिसी छ तर मिसी चाहिँ हरायो मलाई अझै पनि कहाँ छ यहाँ छ मिसी चिलपिल लेखेको छ मिसीमा टाल्ने हो यो टप्पा सो अब 3 चोटि हामीले प्रयास गर्दा नि उहाँले क्युआर भर्नु भएन अब हामी सिधै पछि गएर उहाँको छोरा एलनसँग जान्छौँ अनिश गुरुङ ब्रदर गर्दै गएर बबाल यार किनकि इट्स टु कुल म्यान म्याजिक टु कन्टिन्यू द्याट म्याजिक भन्ने चिज होइन हामी पनि यहाँ बसेर तिम्रो यहाँ किला चिला हालेको वाइल्ड हुन्थ्यो होला साइक हुन्थ्यो होला यार म्याजिक साइज केटाहरूले पनि यसो बेला बेलामा म्याजिक सोहरू पनि इन्कर्पोरेट गर्यो भने होइन सानो गर्दै जाने कि टक्क लगाएर अनि त्यसपछि झन् आउँछन् मान्छेहरू जादुगरहरू पनि होइन अब यो अफलाइन सोधौँला तपाईँलाई म्याजिकको कति वर्ष सोहरूको त्यति भन्न पायो भने सजिलो हुन्छ